तपाईले प्रयोग गरेको सिम कसैले गलत प्रयोग गर्यो भने ब्याङ्क, सोशल मिडिया सबै रिस्कमा पर्न सक्छ। आज म सिम मिसयुजबाट बच्ने 5वटा इम्पोर्टेन्ट टिप्स भन्न जाँदैछु। नमस्ते साथीहरू, टेक्निकल हिरामा स्वागत छ। आजको भिडियो मोबाइल युजरहरूको लागि एकदमै इम्पोर्टेन्ट छ। भिडियो लास्टसम्म हेर्नुहोला। स्टेप बाई स्टेप म भन्नेछु सिम मिसयुजबाट बच्ने उपायहरू। 5वटा टिप्सहरू मैले मोबाइलमा नोटमा टिपेर ल्याएको छु। म स्टेप बाई स्टेप भन्नेछु, ध्यान दिएर सुन्नुहोला, हेर्नुहोला। एकदमै इम्पोर्टेन्ट छ भिडियो। सो अब लागौँ टिप्स नम्बर 1 मा। सिममा पिन लक लगाउनुस्। हो साथीहरू, सबैभन्दा पहिला आफ्नो सिममा पिन लक इनेबल गर्नुस्। सिम कसैले निकालेर अर्को फोनमा हाल्यो भने पिन बिना चल्दैन, तपाईको गलत प्रयोग हुँदैन। यो भएपछि टिप्स नम्बर 2, सिम आफ्नो नाममा छ कि छैन कन्फर्म गर्नुस्। तपाईको सिम आफ्नो नाममा रजिस्टर छ कि छैन, अफिसियल तरिकाले मात्र कन्फर्म गर्नुस्। कस्टमर केयर, टेलिकम अफिस वा अफिसियल एप प्रयोग गर्नुस्। ध्यान दिनुस्। र्यान्डमली जस्तो कोडहरू प्रयोग गरेर नहेर्नुहोला। हेर्न त मिल्छ, कतिपय युट्युबले हालेको नि छ। टिप्स नम्बर 3, फेक एपबाट टाढा रहनुस्। युट्युबमा धेरै भिडियोहरूमा सिम डिटेल्स निकाल्ने कोड देखाइन्छ, तर त्यस्ता कोड वा एप सिक्युरिटीका लागि खतरनाक हुन सक्छ। ध्यान दिनुस्। टिप्स नम्बर 4, अनकाउन्ट मेसेज सावधान। ओपिटी, लटरी प्राइज मेसेज वा अनकाउन्ट लिङ्क आयो भने कहिले कसैलाई नदिनुस्। कोडहरू जस्तो तपाईलाई ओपिटी कोड आउँछ, त्यो कोड नदिनु होला। जस्तो कसैले लिङ्क जेनेरेट गरेर पठाउँछ, त्यो लिङ्कमा क्लिक नगर्नु होला। त्यहाँ क्लिक गर्नु भएपछि त्यहाँबाट तपाईको मोबाइल सिमहरू ह्याक हुने, ट्र्याक हुने सम्भावना धेरै हुन्छ। ध्यान दिनुस् है। टिप्स नम्बर 5, यदि प्रब्लम देखिएमा तुरुन्त रिपोर्ट गर्नुस्। ब्यालेन्स आफै काटिनु, अनजान कल हिस्ट्री देख्नु वा नेटवर्क प्रब्लम आएमा तुरुन्त कस्टमर केयरमा रिपोर्ट गर्नुपर्ने हुन्छ। तपाईहरुले यदि यो 5वटा स्टेप फलो गर्नुभयो भने तपाईको सिम मिसयुज हुने छैन। यो भिडियो एजुकेसन पर्पजको लागि मात्र हो, ताकि अरूको सिम डिटेल्स निकाल्नको लागि होइन। यदि भिडियो युज लाग्यो भने, राम्रो लाग्यो भने लाइक गरिदिनु होला। टेक्निकल हिरामा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, ताकि आगामी दिनहरुमा नि यस्तै टिप्स, मोबाइल सम्बन्धी जानकारी मूलक तपाईलाई एकदमै इम्पोर्टेन्ट हुने भिडियो ल्याउने छु भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। हस्त, नमस्ते।